खादा छ हामीसँग खादा हाँ हम संस्कृत श्लोकबाट है सर संस्कृत श्लोकबाट फोटो की वीडियो सर फोटो की वीडियो नानी एक सर फोटो की वीडियो सबै सबैलाई सबै सबैलाई नहीं ठीक छ बाजु हात मात्रै आयो बाजु विद्यार्थीहरू सबै लाउनु र नि त्यो चाहिँ गरौँला हो बाहिर राम्रो पनि आउँछ यता देख्ने गरी यता हेर है यता हेर अब ढिलो नगरिकन विद्यार्थी भाइबहिनीहरूले एकदम फटाफट
भयो ल अब हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। भर्खरै अत्यधिक बहुमतबाट विजय प्राप्त गर्नुभएका आदरणीय व्यक्तित्व माननीय शिवराज पाठकज्यूलाई आफ्ना भनाइहरू राखिदिन यी हाम्रा विद्यार्थी भाइ बहिनीहरूलाई सम्बोधन गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। शिवराज पाठकज्यू। त्यहीबाट बोलिदिनु हुन्थ्यो सर। यस कार्यक्रमका सभाध्यक्षज्यू, उपस्थित हुनुभएका क्याम्पस व्यवस्थापन समितिका पदाधिकारी सदस्यज्यूहरू, मलाई सानो क्लासमा पढाउने गुरु जगतराम यादवज्यू र सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू र पत्रकार साथीहरू, यो गएको फागुनको 21 गतेको निर्वाचनमा दाङ क्षेत्र नम्बर 1बाट मलाई राष्ट्रिय स्वतन्त्र पार्टीलाई अत्यधिक मतले विजयी गराउनु भएकोमा म सबैलाई हार्दिक धन्यवाद र कृतज्ञता व्यक्त गर्न चाहन्छु। अब अहिले सबै मानिसहरू परिवर्तनको पक्षमा अधिकांश, सबै त नभनौँ, अधिकांश करिब 75% जनताले परिवर्तन गर्नुपर्छ, देश बनाउनुपर्छ भन्ने मत जाहेर गरेको त्यो अभिमत हामीले देख्यौँ। हाम्रो काँधमा त्यत्तिकै जिम्मेवारी पनि छ, हामी यसमा गम्भीर पनि छौँ र म धेरै राजनीतिको कुरा यहाँ गरिनँ, किनभने क्याम्पसभित्रको कुरा भए हुनाले म क्याम्पसकै कुराहरू बढी गर्छु। यो गढवा बहुमुखी क्याम्पस स्थापना गर्नका लागि सङ्घर्ष गर्ने र मेहनत गर्ने मध्येको म पनि हो। यो ठाउँमा स्थापना गर्नुपर्छ क्याम्पस, उच्च शिक्षा हासिल गर्नुपर्छ, त्यो वातावरण यहाँका बालबालिकाहरूले, विद्यार्थीले पाउनुपर्छ भनेर हामी धेरै, हाम्रो यो पुरै टिम, व्यवस्थापन समितिकै सबै टिमहरू सहित यहाँका सबै जनताहरूले त्यसमा सहयोग पनि गर्नुभयो। तर हामीले भनेको जस्तो यो क्याम्पसलाई जुन रूपमा अगाडि लगाउन सक्नु पर्थ्यो त्यो रूपमा हामीले नलग्न सकेको विभिन्न कारणहरू छन्। त्यो कारणहरूको बारेमा मलाई सबै कुरा थाहा छ, किनभने म यो क्याम्पसमा प्रशासकीय अधिकृत भएर पनि काम गरेँ, क्याम्पस प्रमुख भएर पनि 6-7 वर्ष जति काम गरेँ र यसको स्थापनादेखिको सङ्घर्ष पनि सँगसँगै रहेर गरेँ। त्यस कारणले म अरू साथीहरूलाई जति कुरा थाहा छ, परिवारभित्रका साथीहरूलाई त्यति कुरा मलाई पनि थाहा छ। सबैभन्दा सबै चाहिँ व्यवस्थापन समितिका साथीहरू, अरू विद्यार्थी साथीहरूलाई, भाइ बहिनीहरूलाई म के भन्न चाहन्छु भने, क्याम्पस बनाउनको लागि केन्द्रबाट मेरो तर्फबाट हुनुपर्ने कामहरूमा म कसर बाँकी राख्दिनँ, किनभने यो हामीले नै जन्माएको हुनाले हामीलाई माया बढी पनि छ र म प्रतिनिधि सभाको सदस्य भइरहँदा म कुनै दल विशेषको रूपमा भएर दृष्टिकोणबाट म प्रस्तुत हुन चाहन्न। म साझा व्यक्ति, हिजो कसले के गर्थ्यो भन्ने कुराहरूसँग म त्यसलाई जोड्न पनि चाहन्न
एकदम साझा भएर काम गर्न चाहन्छु। सामाजिक काम गर्नुको लागि, विकास निर्माणको काम गर्नुको लागि एकदमै म आवश्यकताको आधारमा म जहाँ पनि बोलेको छु, आवश्यकताको आधारमा काम गर्ने एकदमै इच्छा छ। त्यस कारणले यो ठाउँमा उच्च शिक्षा चाहिन्छ र यसलाई व्यवस्थित गराउनुपर्छ भन्ने मेरो मनभित्रको धोको पनि छ, त्यो चाहना पनि छ। तर विद्यालय मात्रै भएर, क्याम्पस मात्रै भएर पुग्दैन। त्यो भित्र चाहिने भनेको त विद्यार्थी हो। त्यसलाई बढाउनको लागि विद्यार्थीहरूको तर्फबाट, शिक्षकहरूको तर्फबाट अलिकति चाहिँ जोड चाहिँ गर्नैपर्छ। गरिएन भने हामीले प्राप्त गर्ने सुविधाहरू केन्द्रबाट, विद्यार्थी सङ्ख्याको आधारमा केन्द्रबाट दिने सुविधाहरू हामीले प्राप्त गर्न सक्दैनौँ। यो कुरा मैले पनि क्याम्पस चलाउने बेला भएको हो र अन्य ठाउँबाट हुने सहयोगहरू होइन, आर्थिक पक्षका सहयोगहरू, यसलाई सञ्चालन खर्चको लागि हामीलाई एकदमै गाह्रो छ। अब हामीले भनेको बेला तलब दिन सक्दैनौँ। तलब दिन नसक्दा टिचर फुल टाइम भएर चाहिँ यहाँ बस्न सक्ने अवस्था पनि छैन। जब फुल टाइम भएर टिचर बस्न सक्दैन, त्यसपछि भनेको जस्तो क्वालिटी दिन हाम्रो गाह्रो पर्छ र त्यो सन्देश त्यति मात्रले क्वालिटी दिए पनि सन्देश चाहिँ बाहिर राम्रो जाँदैन। मैले देखेको कुरा समस्या यहाँ यति मात्रै छ।